यस्तो चाहिँ कसले नचलाउने ट्रक फेरि कहाँबाट आयो म खुट्टा नटेक्ने भने झन्डै कन्टेन्ट आएको सेतो घोडा नुहाएर जानुपर्छ क्या आनन्द आयो टोइलेट बस्नु पायो ओहो यहाँ त डेन्जर लाग्छ अनि यो चाहिँ सहित भन्छ अब ठ्याक्क पर्छ देखाएर है अहिले चाहिँ बजेको छ बिहानको 7 बजे हामी चाहिँ अब ब्याक टु काठमाडौँ फ्रम काभ्रे ल अब हामी चाहिँ ओके अहिले बाई अघि त फर्स्टै बोलेको थियो ल बाई बाई हामी चाहिँ हिँडिसक्यौँ है घरबाट त्यस्तै मेरो अन्दाज चाहिँ 3देखि 4 घन्टामा हामी पुग्छौँ होला लेट्स सी है गाइस तल लिएर क्या तल नुहाएर जानुपर्छ क्या जाडोले मर्छ यस्तो मजाले भेट्छ है पिच जस्तै थियो पहिला त नत्र कस्तो थियो नि है अलिकति यहाँ चाहिँ यो ढलान गर्ने भनेको अहिले यहाँ यसरी सोलिङ मात्र गरेको छ र अलिक मजासँग केही हुँदैन के हामी सेतो घोडा खान हामी सेतो घोडा खान अस्तिको भन्दा मिलाइछ नि अस्तिले पुरै ठडो उठाएको कि पुरै अहिले अलिकति दबाएको सेतो घोडा पुली कुखुरा सुनिन्छ नरला झैँ यस्तो चाहिँ ठ्याक्कै 3टा बाटोमा छ अब अहिले चाहिँ हामी घरबाट यतापट्टि गएर घरबाट आएको अब यहाँ अर्को मोडमा राखेको छ यो चाहिँ ल ठ्याक्कै मोडमा अघि त त्यो मोडमा उठाएर हिँड्यो नि अस्तिको काठमाडौँबाट आउनु बेला भर्खरै हालेर रहेछ नि त त्यति बेला चाहिँ गाह्रो क्या हामी पनि गाडी रोकेको थियौँ नि मामा अब यहाँ पनि सबै पिस हुन्छ त्यसको लागि गिटी जल सबै धेरै तर अहिले पनि पिसभन्दा कम छैन है रोडमा देखाएको मजाले है पिसभन्दा कम छ त यो बाटो पुरै ग्राभल हो पिच त पिच झै छैन त मजाले बगाइसकेको छ फुटाइसकेको त्यो गाडी हिँड्दा 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 बसिसक्यो है म अस्ति आउँदा त ठ्याक्कै भर्खरै हालेर यत्रो गिट्टी बाबा सब हेरेर रेडी छ है
अर्को पालि आउँदा झन् मजा आउँछ। अब एउटै हुन्थ्यो भनेको चाहिँ यो बर्खाभन्दा अगाडि गरिदियो हुन्थ्यो भन्नेतिर होइन हाम्रो घर चाहिँ माथि त्यहाँ हाम्रो हस्पिटल तलको देखेको छैन नि म। हो त्यो चाहिँ हाम्रो हस्पिटल। हाम्रो घर चाहिँ ठ्याक्क यो बिल्डिङको ठ्याक्क यतापट्टि यो यल्लो यल्लो त्यहाँदेखि यहाँ आउनलाई हामीलाई 17 मिनेट 18 मिनेट भनौँ न। बाटो चाहिँ यस्तो मजाको भएको छ नि, ट्याकको बाटो एकदम चित्त बुझ्यो कि मलाई। पहिला यस्तो गाह्रो गरेर हिँड्नु पर्थ्यो यही बाटो है, अहिले धेरै राम्रो भएको देखेर एकदम खुसी लाग्ने क्या। आफ्नो गाउँघरको बाटो यस्तो मजाको हुन्छ। अब त्यहाँ गिटी बालुवा सबै रेडी नै छ, लगभग यो बर्खाभन्दा अगाडि पिच हुन्छ नि होला सायद। त्यसपछि त झन् आनन्द। अहिले त पहिला हामीलाई काठमाडौँबाट यहाँ आउनु 7 घन्टा कति घन्टा लाग्थ्यो, अहिले हामी बाइकमा सरेर मजाले आनन्दले एकदम आनन्दले 50 किलोमिटर/आवर स्पिड नहिँड्दा पनि क्या आनन्दले 3 देखि 4 घन्टामा आइपुग्छौँ हामी आनन्दले। अब यहाँबाट हामी काठमाडौँ पनि त्यति चाँडै पुगिन्छ होला सायद। अब यस्तै गरेर हामी बाटोमा रोक्दै गयो नि आनन्दले जाने क्या, रोक्दै गयो नि आनन्दले पुगिहालिन्छ नि। ओके, अब हामी अर्को भिडियो माथिबाट सुरु गर्छौँ। अब मेरो भान्जा यत्रो सानो छ, यसलाई नि सम्हाल्नु पऱ्यो। ओके, hasta la vista। पक्की पिच चाहिँ यहाँबाट सुरु हुन्छ। अब ल लेट्स गो। त्यसको अलिक तल उठ्या हो ल। यहाँ चाहिँ यसरी लुङ्गारै लुङ्गा लगाएको छ, झन् रोडको सौन्दर्य बढेको छ है। अनि यो चाहिँ हाम्रो उता तल भएको जस्तै यहाँ माथि अर्को साइड गेट, अनि यो चाहिँ साइड गेट भन्छ। अब ठ्याक्क पछि देखाएको छ। अनि यो चाहिँ हाम्रो पहिलाको हिँड्ने बाटो, अनि उयो छ अस्ति त हामी त उता खै कहाँनिर सेल्फी डाँडा भन्नेमा। वाउ, पहिला पनि यहाँ जहिले स्टप गर्थ्यो, यहाँबाट चाहिँ पुरै घर यहाँ दृश्य देखिन्छ। अनि त्यो चाहिँ हाम्रो पालिका उतो रातो बिल्डिङ भएको छ। अनि यो चाहिँ यो हो क्या, जसले पनि यो ढुङ्गा चढेर खिच्छ क्या फोटो, ठ्याक्क उठ्याबाट यस्तो एङ्गल देखा त कस्तो देखिन्छ है। हो त्यहाँबाट अनि यहाँ यसरी बस्ने, म चाहिँ सक्दिनँ यहाँ टुप्पोमा बसेर अनि पुरै यो पछाडिको भ्यू निकालेर त्यसरी खिच्छ क्या। को बस्न सक्छ? म सक्दैन, डर लाग्छ। है म देखाइदिन्छु। ट्याक्कै यसरी हुन्छ, अनि यहाँ टक्क बसेर यो एङ्गलमा खिच्छ क्या मान्छेहरूले, अनि ट्याक्क पुरै तल डाँडा यहाँ माथि यस्तो। अब अहिले त यहाँ यस्तो दामी रोड बनिसक्यो,
चौतारा नि भयो है। अनि हामी चाहिँ आएको उत्योबाट त्यहाँ माथिबाट सर झरेर यसरी आएको। अब यो डाँडाभन्दा उतापट्टि हो हाम्रो घर चाहिँ, त्यहाँबाट देखिन्थ्यो। अब यो डाँडा यता आइसकेपछि चाहिँ हाम्रो घर देखिन्न ल। यति भन्दै अब हामी दोलल घाटमा माछा खाने बेला, माछा खाने नि त लोकल माछा। अब माछा खाने बेला भेटौँला। ओइ झन्डै खसेको ल। एउटा सिधा पारेर पनि खिच्नु नि मामा ल, मेरो स्टोरीको लागि पनि। अब हामी चाहिँ यहाँ तल डिक्सन हो, तल दोलल घाट आइसक्यो। सर दोलल घाटको अब माछा लोकल माछा पाउँछ पाउँदैन जस माछा खानुपर्छ। अनि अर्को भनेर अलि तनाव भइरहेको छ यहाँ लङ टोइलेट आएर। बस्नु त घरमा बसेको थियो, अनि अलिकति खाना खाथ्यो, फेरि निकाल्नु पर्ने जस्तो अवस्था आयो। ओहो यहाँ त डेन्जर लाग्छ हेर्न यहाँ यो गाउँघरको बाटो। अब हाइवेको बाटो पानी परेपछि बिग्रिन्छ। हेर कस्तो दुःख लाग्छ, बल्ल बल्ल पर्ने कुरो चाहिँ बजेट देखेर फेरि अर्को बजेट हाल्ने कहिले। दोललघाटको झिल चाहिँ यो चाहिँ हाम्रो सुनकोसी। यो ठ्याक्कै उतापट्टिबाट आएको चाहिँ भुटेकोसी। त्यहाँ चाहिँ दोकानमा मिट हुन्छ। यहाँ मन्दिर पनि छ है। अनि उताबाट आउने चाहिँ भुटेकोसी। अब हामी जाने बाटो चाहिँ यहाँबाट पुलको गरेर यो बाटो जाने। अब माछा आएपछि टक्क भिडियो गर्छ त। माछा आइपुग्यो दोललघाट फ्रेस। खानासाना त घरमै खाइएको थियो है। माछा खाने चिसा पनि चलिहाल्यो। कुन ब्रिडमा थाहा तपाईँ? कोको स्प्यानर। यो कान लामो हुने होला क्या। आया आया सोचिरह होला है मनमा नै, साउ भन्दा चाहिँ यिनीहरू कस्टमरहरू ठिक छ, साउ भन्दा चाहिँ यिनीहरू कस्टमरहरू ठिक छ। साउ चाहिँ यति पनि दिँदैन अगाडि, साउ चाहिँ यति पनि दिँदैन अगाडि है। अब चाहिँ हामी लानु होटलबाट निस्किन लाग्यो। फर्स्ट अब क्यामेराम्यानमा ह्यान्डओभर गर्दैछु यहाँ अनिल मगरलाई। आनन्द आयो टोइलेट बस्नु पायो। टक्कै यो बाटो चाहिँ कालिम्पोङ जाने सुकुटे बिच जाने
ए सुकुटी बिच भन्दिनँ खाएन है मलाई खाना खाएन के गरेर खाना खाएन के गरेर यहाँ जाने मामा तर जान चाहिँ भएन है अनि मामा कता सुकुटी बिच किन नजाने जानु भएको कालिम्पोङ चोक पनि किन नजाने ल अब यो चाहिँ हाम्रो भोटेकोसी सबैलाई थाहा नै छ त्यही कारण अब हामी काठमाडौँ पुगेपछि भेटौँला फेरि त्यो माथिबाट पो जानुपर्छ त्यो है झन् बाटो बनाएर हामीलाई यो पानीले लोड गर्दैछ नि टिप्टो टिप्टो गरेर हिँड्नुपर्ने छ है झन्डै कन्टेन्ट आएको एकदम आनन्द मैले देखेँ झन् ढुङ्गा भेटा है होइन चिप्ले रहेछ है त्यो माटो लगाइसकेको टायरमा त्यही भएर हो त्यो झन् चिप्ले लडी त हाल्यो उताबाट आउनु उनीहरूको बाटो चिप्ले खै त हामी त फेरि आनन्दले गइरहेको जस्तो लाग्छ होइन अनि तिमीहरू सेतो घोडै राम्रो हो तिमीहरू सेतो घोडै राम्रो हो सेतो घोडै यो ट्रक फेरि कहाँबाट आयो है म खुट्टा नटेक्ने भने भाइ खुट्टा टेक्नु पऱ्यो भने बिग्रो हुन्छ नि त्यस्तो गाह्रो लागेन त लागेन मान्छेहरू कस्तो छ भने यस्तो गाह्रो बाटोमा नि ओभरटेक हानेर अर्को लेनलाई आउनै नदिने है अब यहाँ चाहिँ कस्तो हतार गर्नुहुन्न क्या बिस्तारै जानुपर्छ झन्डै है कस्तो हतार गरेर कुरो रहेछ यो हेर यसरी चाहिँ कसले नचलाउनु है आनन्दले चल्ने कहाँ जानु हतार भयो त्यस्तो सबलाई उठेको बाइकको हालत चाहिँ यस्तो छ है पुरै हिलो छ टक्क अहिले बस्दिनुपर्छ
सही सलामत मजाले घर आइपुग्यो होइन ठ्याक्क अहिले चाहिँ तपाईँको कति टाइम भयो 11:15 एकदम चाँडै आइपुग्यो त्यही हो 7 बजे त्यहाँबाट हिँडेको थियो भनेपछि 11:15 4 घन्टा 11:15 चान्चन लाग्यो यही हो मजाले आनन्दले आइपुग्यो अब यो भ्लग पनि तपाईँको अपलोड भएपछि अब तपाईँले हेर्नु होला अनि यदि हजुरहरूलाई राम्रो लागेमा लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु होला है त र यस्तै नै भिडियो अर्को पनि लिएर आउँदैछु सो स्टे ट्युन्ड बाई हasta la vista